जर्सीको जङ्गलमा शङ्करापुर नगरपालिका 4 को जङ्गलमा चाहिँ बस लगभग 60-70 मिटर तल झरेर धेरैजना घाइते यस्तरी रहेको छ। बस तल झरेर मान्छे यहाँ चपिरहेछन्। थुप्रै मान्छे हामीले उद्धार गरेर पठाइरहेका छौँ। लगभग 50-60 जना जति चाहिँ तपाईँको धेरै एकदमै नराम्रो घाइते भएका छन्। यसरी हेर्नुहोस् मान्छेहरू यसरी च्यापिरहेछन्। हामीले सक्नुसम्म कोसिस गरेर मान्छेहरू फटाफट लैरहेछौँ। यसरी मान्छेहरू घाइते फटाफट गाडी पछि रोक्दै हामीले पठाइरहेछौँ। यस्तो छ अहिले एकदमै नराम्रो दुर्घटना भएको छ। हामीले कम्तीमा नै 30-40 जनाको चाहिँ उद्धार गरिसकेका छौँ। अहिले धेरै नराम्रो केस। एकजना चाहिँ गाडीले च्यापेको हुनाले चाहिँ हामीले कसरी हुन्छ त्यसरी निकाल्ने कोसिस गरिरहेका छौँ। यस्तो छ यहाँको अवस्था है। गाडी भित्र मामा निस्किनु भयो अझै डोजर किन डोजर अघि नै भने यार यसमा डोजर आएको छैन यार। माथि को गएको माथि के छ हेर सबै भाइ ए रन्जी त्यो डोजरको कुरा भएको हो। त्यो डोजरसँग डोरी पनि लामो चाहिने भयो के उता घाइते बारमा छैन त्यो डोरी। यहाँ मासतिर गाडी तान्नु पर्छ मान्छे यहाँ च्याप्या साह्रै दुःखद घटना भयो यार आज। ढुङ्गा आयो मान्छेलाई त्यो मान्छे कस्तो अप्ठ्यारोसँग बसिरहेको छ यार। अब एकजना मात्रै बाँकी त होला नि। भन्नाले कसैले के भएर हुन्छ यो दाइको एकजनाको छैन यहाँ बहिनी दाइको अहिले होइन बजार यो टाउको तरिका ए माथि नआउनु है। यो रुखले पनि सपोर्ट छ। तल नबस्नु यता बस्नु साइड लगाउनु त्यहाँ हो सबैजना खाली बस्नु खाली है। यो रुखले रोकिरहेछ। एकजना चाहिँ चेपिरहनु भएको छ। एकजना चेपेको चाहिँ हामीले निकाल्यौँ। लगभग 30 देखि 60 जना भित्रको मान्छेलाई हामीले उद्धार गरेर पठाएको छौँ। गाडी नम्बर हो पिकनिकको गाडी जस्तो छ सर। पिकनिकै हो त हो सर गाडी पिकनिकबाट आएको गाडी हो। जर्सीकोमा पिकनिक गएको हजुर। सुरक्षा निकायका मान्छेहरू पनि आइपुग्नु भएको छ। हामीले सबै प्रहरी 100मा फोन गरेर जहाँ सक्ने हामीले सबैलाई बोलाएको छौँ। एम्बुलेन्सहरू 3-4 वटाहरू बोलाएको छौँ। सबैतिर बोलाएर जति सक्दो छिटो चाहिँ हामीले उद्धार कार्य गरिरहेका छौँ। यहाँ चाहिँ यो कहाँबाट पिकनिक आएको थाहा नै भएन दाइ। कहाँबाट पिकनिक आएको रे मलाई छ रे वो त गएको लाइन गएको ऐन तलतिर गएको
हजुर च्यापिरहेछ